गुड मर्निङ गाइस। यहाँ हालत जब सुत्छु भन्छु नानी उठिहाल्छ। रातभरि नानी सुत्छ तर मलाई निन्दा लाग्दैन। अब बिहानको टाइममा मलाई निन्दा लाग्छ, अब सुत्नु पर्दैन। हालत यो अब एकछिन पाउनुपर्छ। ल साथीहरू, म चाहिँ अब उठेँ। यहाँनिर जाने चिया रेडी हुँदैछ यहाँनिर हाम्रो। पहिला पानी पिउँछु, त्यसपछि चाहिँ चिया पिउँछु। गाइस, हाम्रो घरको हालत यस्तो भइरहेको छ हौ। आएर काम सघाइदिनुहोस् न हौ साथीहरू। चिया घोप्टाइदिएर केही छैन, सेलरोटी र चिया खाएको। धेरै दिन बाद म चाहिँ नुहाएर आइसकेको छु। जानुले नानीलाई सफा गरेर हेर नि, यहाँ लथालिङ्गै पारिदिइरहेको हो। अब यो मैले सफा गर्नुपर्ने हुन्छ। यस्तो गरेर लथालिङ्गै गर्छ भने चाहिँ नि के भन्नु, अब किचनमा क्लिन गर्नुपर्छ हो साथीहरू। आज हाम्रो घरमा चाहिँ के भन्छ नि, हाम्रो यो ग्यास चाहिँ नि कस्तो लिक भइरहेको थिएछ कि यहाँबाट चाहिँ पाइपै फुटेको रहेछ है। ग्यास लिक भयो भने चाहिँ हजुरहरू पनि उयो नगर्नु होला है, केयरलेस नगर्नु होला। हाम्रो चाहिँ कति दिनबाट ग्यास लिक भइरहेको थियो नि त, अन्त हामीले चाहिँ वास त गरेको थिएन, हल्का हल्का लिक होला भनेर भरे आज चेक गराएको क्या। आमामा चारपट्टिबाट यस्तोबाट सबैबाट नि आगो लाग्दै थियो क्या। कस्तो डर लागेको नि। त्यही भएर चाहिँ हामीले चाहिँ पाइपको ग्यासको पाइपलाई चेन्ज गरेँ म। अहिले चाहिँ ठिक छ। ल त साथीहरू, म चाहिँ अब काम गर्छु। बाई बाई।